मेरो छोरीले चाहिँ मलाई सधैँ माया गर्दिन, ड्याडीलाई मात्रै माया गर्नुहुन्छ भन्नुहुन्छ। सानोको तिमीले कसलाई माया गर्छ अरे? मम्मीको माया लाग्छ कि लाग्दैन? म देखाएको छैन भन न, मम्मीको माया लाग्छ कि लाग्दैन? छैन। हजुरलाई मम्मीको माया लाग्छ कि लाग्दैन? म त लाग्दैन भने जुबीलाई यहीँ छोडेर भागिदिन्छु है हस् ओके। मम्मीको माया लाग्दैन? जाऊ त्यसो भए म पनि बोल्दिनँ हजुरसँग है, बोल्दिनँ जुबिनसँग। म चाहिँ आज उसलाई देखाएर उसलाई लुक्छु, उसले मलाई पुग्छु कि खोज्दैन, कतिको माया गर्दो रहेछ, डराउँछ कि डराउँदैन, लेट्स चेक है त। म चाहिँ लुक्ने ठाउँ खोज्दैछु, ऊ चाहिँ मलाई दङ्ग्याएर भाग्दैछ है। कहाँ लुक्नु कहाँ लुक्नु ए भगवान्, लुक्ने ठाउँ पनि भेटिनँ हौ मैले फेरि यतिखेर। ऊ चाहिँ लुकोस् भनेर यसरी मलाई छक्क्याउँदैछ। अझै लुके है त, अब उसले मलाई देख्छ कि देख्दैन। छोरो चाहिँ मलाई खोज्दैछ। त्यहाँ छ, हेर्दैछ। त्यो छोरो चाहिँ त्यहाँ छ है, हिँड्दैछ। उसले मलाई सधैँ म डराउँदिनँ, हजुर जानुहोस् मात्रै भन्ने, त्यही भएर म चाहिँ आज हेर्न सक्नुहुन्छ मेरो छोरो त्यता छ। एक्लै हिँडिरहेछ। अब चाहिँ यसले साँच्चीकै मम्मी हरायो भन्ने भयो यसलाई। हेर्नुहोस् मेरो छोरो साँच्चीकै रिसायो। सानै आऊ भनेको गाडी चढ्ने, साँच्चीकै रिसायो। जोबिन यस्तो हुन्छ बच्चाहरू रिसाएपछि। मैले चाहिँ भिडियो लामो हुन्छ भनेर स्किप गर्दै बनाएको। कुद्दै आउँदैछ। यहाँ आउनुहोस् त, अब गाडी चढ्ने सानो आउँछु र, मम्मी झुटो बोल्दिनँ ल, आउँछु र। मेरो छोरो मैले फर्स्ट टाइम भिडियो बनाएको है, कस्तो भयो के भयो थाहा छैन। ट्राई मात्रै गरेको, मलाई केही गर्न नि आउँदैन। मेरो छोरोको सानो टेस्ट आज। हेलो भनिदेऊ सानो, हेलो भनिदेऊ न प्लिज। फेरि स्वागै बेग्लै छ। अब हावा तावा भिडियो बनाएको छु, हेरिदिनु होला। साना हजुर, अघि जुबिनलाई मम्मी लुक्दाखेरि साँच्चीकै डर लाग्यो कि लागेन भनिदिनुहोस् त। लागेन? मम्मीको माया लाग्दैन साँच्चीकै? यस्तो हुन्छ, छोरो मान्छेले मम्मीलाई माया गर्दैन भन्ने कुरा चाहिँ साँच्चै हो कि जस्तो नि लाग्छ है। त्यत्रो लुक्दाखेरि अब स्किप बनाएर भिडियो छोटो भए तापनि त्यत्रो लुक्दाखेरि न डर न के, आज उल्टै रिसाइदिन्छ। यस्तो रिसालु मान्छे। मम्मीको माया लाग्दैन? साँच्ची हो? त्यसो भए ड्याडीको माया चाहिँ लाग्छ कि लाग्दैन? त्यसो भए नबोल मसँग। ल बाई बाई।